चटपटे खाना गइरहेका छौं र आज हामीले चाहिँ हैन चटपटे हामीले होममेड बनाउने छौं र हामी दुईटा मेम्बर हुने छौं। उसको चाहिँ पर्सनल फोटो नखिच्नु भन्दै थियो, त्यही भएर ऊ चाहिँ मेरो दाइ हो। अब हामीले बनाउनु पर्ने हुनेछ र यो भिडियोलाई लाइक शेयर सब्स्क्राइब चाहिँ गरिदिनु होला। पटे भन्ने अन्तिमसम्म हेर्दिनु होला है। गाइजहरु हामीले चाहिँ 50 रुपैयाँ लिइसकेको छौं। अब 50 रुपैयाँको के आउँछ हैन, फिर्ता आयो भने सामान धेरै भयो भने हामी ल्याउँदिनौं, किनकि हामी दुईजना मात्रै खाने हो हैन। अनि यो भ्लग चाहिँ अब शनिबार मात्रै आउन सक्छ, किनकि म आफै खिच्न पनि सक्दिन। ऊ पनि बोर्डिङ जान्छ, अरु के गर्छ, त्यही भएर शनिबार त बिदाको दिन हो। त्यसैले अब चाहिँ हामी दोकानतिर लाग्छ नि। ल गाइज यही हो हाम्रो दोकान, यहाँ सबैजना आइदिनु होला। ल गाइजहरु हामीले चाहिँ यो 20 रुपैयाँको सामान किनिसकेका छौं र 30 रुपैयाँ फिर्ता आइसकेको छ र हामी चाहिँ अब कसरी चटपटे बनाउँछौं भन्ने कुरा हो र हामीले चाहिँ अब कसरी बनाउँछौं त अन्तिमसम्म हेर्दै हुनु होला। अनि हामी खाने छौं र च्यालेन्ज पनि गर्ने छौं। ल गाइस अब हामी यहाँ प्याज काट्न आँटेको छौं, हेर्न सक्नुहुन्छ। अब काट्न थालेछौं। यहाँ खोर्सानी पनि छ गाइजहरु, हामी खोर्सानी पिरो पनि बनाउँदै छौं। भाइ खान्छ, त्यही भएर हामीले चाहिँ बढी हाल्नु पर्ने हुनेछ खोर्सानी। अब कस्तो हुनेछ अन्तिमसम्म हेर्दिनु होला। यो भिडियोलाई हामीले पहिले नै भन्यौं, तर तपाईहरु लाइक शेयर केही गर्नुहुन्न, त्यही भएर हामी भ्लग बनाउन पनि सक्दैनौं। तपाईहरुको यो साथ र सपोर्ट दियो भने हामी जहिले भ्लग बनाउने छौं र यस्तै फुडिङ भ्लगहरु बनाउँदै गर्छौं। के खानेकुरा बनाउँदै, जस्तै पानीपुरी, कहिले चटपटे, आलु चप र हामी चाहिँ छोडेर कहिले भाइ अब हामी चाहिँ यो साधारण भुजिया हाल्छौँ, किनकि चिप्स साधारण चिप्स र भुजिया पनि रहेको छ। हामी चाहिँ अब सावधान भएर काटेर गर्नुपर्छ। तपाईँले काट्दाखेरि चाहिँ ठुलो मान्छेलाई बोलाउनुपर्छ, तर होसियार हुनुपर्छ। हामी र यो भिडियोलाई हेरेर सक्दो सहयोग गरिदिनु होला। हामी चाहिँ कहाँबाट हो भन्दाखेरि हामी चाहिँ मोरङ